करण केसीको अलराउन्डर प्रदर्शनले स्कटल्यान्ड विरुद्ध 1 विकेटको जित। उपकप्तानको लापरवाहीले हार्न लागेको खेललाई गुलसन झा र करण केसीले मिलेर जिताए। बुढो भयो भन्ने आफ्ना विरोधीहरूलाई करण केसीले स्कटल्यान्डको मैदानमा देखाए। नेपालको आजसम्मकै सबैभन्दा ठूलो रन चेस। दर्शकहरू नमस्कार। आइसिसी विश्वकप लिग 2 अन्तर्गत नेपालले आफ्नो 13औं खेल स्कटल्यान्ड विरुद्ध खेल्यो, जसमा नेपालले 1 विकेटको जित निकाल्यो। जित निकाल्ने क्रममा नेपाली क्रिकेट प्रेमीहरूको मुटुको चाल तलमाथि हुने गरी खेल भइरहेको थियो। नेपालको तर्फबाट ओपनरहरूले आफ्नो बेस्ट दिए, निकै नै उत्कृष्ट साझेदारी गरे। त्यसपछि आएका भीम सार्की र रोहित कुमार पौडेलले पनि राम्रै प्रदर्शन गरे। तर उनीहरू आउट हुँदा इनिङ सम्हाल्न आएका उपकप्तान दिपेन्द्र सिंह ऐरीको गैर जिम्मेवारी सटले खेल हातबाट फुत्किनै लागेको थियो। त्यसपछि आएका गुलसन झा र करण केसीले नेपाली क्रिकेट प्रेमीहरूको आशा र भरोसालाई आफ्नो काँधमा उठाउँदै खेललाई नेपालको पोल्टामा पारेर गए। गुलसन झा आउट हुँदा पनि करण केसी एक्लैले सम्पूर्ण स्कटल्यान्डका बलरहरूको धागो खोल्ने गरी आफ्नो जिन्दगीको उत्कृष्ट ब्याटिङ प्रदर्शन देखाए र खेललाई नेपालको पोल्टामा पारेर गए। यसमा अलिकति जस सन्दीप लामिछाने र रिजन ढकालाई पनि दिनैपर्छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले आफ्नो धुवाँधार प्रदर्शनले 50 ओभर पुरा खेलेर 7 विकेट गुमाउँदै 297 रनको विशाल रन लक्ष्य दियो। यो रन स्कोर देखेर सम्पूर्ण नेपाली दर्शकहरू नेपालले हार्ने भन्दै गुनासो पोख्दै थिए। स्कटल्यान्डका चार्ली टियरले उत्कृष्ट ब्याटिङ गर्दै 72 बलमा 80 रनको धुवाँधार पारी खेले, जसमा उनले 12 चौका र 1 छक्का प्रहार गरे। त्यस्तै फिनाले म्याक्रेटले पनि 55 रनको पारी खेले। त्यस्तै स्कटल्यान्डका कप्तान रेची ब्रिङटनले पनि 40 रनको पारी खेल्दा म्याथ्यू करसले 39 रनको पारी खेले। त्यस्तै ब्रान्डन म्याकमुलेनले 29 रनको पारी खेले। त्यस्तै मिचल लिस्कले 18 रन बनाउँदा जी मुन्चेले 12 रन र मार्क वाटले 10 रनको पारी खेले। उनीहरूको उत्कृष्ट पारीले 296 रनको निकै नै ठूलो रन बन्यो। यति ठूलो रन स्कोर देखेर नेपाली दर्शक, नेपाली क्रिकेट प्रेमीहरू नेपालले हार्ने भन्दै आफ्नो गुनासो पोख्न थालेका थिए। स्कटल्यान्डका खेलाडीहरूलाई रोक्नका लागि नेपालको तर्फबाट रिजन ढकाल, करण केसी, सोमपाल कामीले 10-10 ओभर बोलिङ गरेर समान 2-2 विकेट हात पारे। त्यस्तै सन्दीप लामिछानेले 1 विकेट हात पार्दा कुशल भुर्तेल, आरिफ शेख र गुलसन झा विकेट विहीन रहे। त्यसपछि जवाफी ब्याटिङमा उत्रेको नेपालले 9 विकेट गुमाउँदै सङ्घर्षपूर्ण 1 विकेटको शानदार जित निकाल्यो। यो जितसँगै अहिले नेपालमा निकै नै हलचल मचिएको छ। नेपाली क्रिकेट प्रेमीहरू करण केसीलाई बधाईको ओइरो दिइरहेका छन्। खेल निकै नै शानदार थियो। सुरुवाती ओभरमा नेपालको पक्षमा गएको खेल मिडल अर्डरका ब्याटरहरूको लापरवाहीले नेपाली दर्शकहरूले आशा मारेका थिए। त्यसपछि आएका गुलसन झा र करण केसीको उत्कृष्ट पारीले खेललाई नेपालको पोल्टामा पुर्यायो। यस क्रममा ओपनिङमा आएका कुशल भुर्तेलले शानदार इनिङ खेले। उनले 44 बलमा 53 रनको अर्धशतकीय पारी खेले। उनी आज बेग्लै अन्दाजमा खेलिरहेका थिए, किनभने उनले आज एक पनि छक्का प्रहार गरेका थिएनन्। सम्पूर्ण रन उनले चौका र सिंगल डबल गरेर बनाएका थिए। उनले यो खेलमा 11 चौका प्रहार गरेर आफ्नो अर्धशतक बनाएका थिए। उनीसँगै आएका आरिफ शेखले 20 रन बनाए। उनले 2 चौकाको मद्दतले 20 रन बनाएका हुन्। त्यसपछि आएका भीम सार्कीले इनिङ सम्हाल्ने क्रममा 48 बलमा 40 रनको मध्यक्रमको ब्याटिङ प्रदर्शन देखाए। उनले उक्त पारीमा 3 चौका प्रहार गरेका थिए। त्यस्तै कप्तान रोहित कुमार पौडेलले 56 बलमा 37 रनको पारी खेले। उक्त पारीमा उनले 1 चौका प्रहार गरे। त्यसपछि इनिङलाई सम्हाल्न आएका आरिफ शेखले भने आज त्यति राम्रो प्रदर्शन देखाउन सकेन। उनले 15 बलमा 7 रन मात्र बनाउन सके। त्यसपछि आएका उपकप्तान दिपेन्द्र सिंह ऐरीले 23 बलमा 8 रन मात्र बनाए। उनी 8 रन बनाएर आउट हुँदा नेपालको पोल्टाबाट खेल स्कटल्यान्डको पोल्टातिर गइसकेको थियो। त्यसपछि आएका गुलसन झाले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै 30 बलमा 42 रनको धुवाँधार पारी खेले। उनले उक्त पारीमा 3 चौका र 3 छक्का प्रहार गरेका थिए। यो सँगै उनले खेललाई नेपालतर्फ मोडेका थिए। उनी आउट भएपछि आएका सोमपाल कामीले 4 बल खेलेर 1 रन बनाएर आउट भए र यतिखेरसम्म नेपालको आशा मरिसकेको थियो। त्यसपछि आए करण केसीलाई साथ दिन सन्दीप लामिछाने। सन्दीप लामिछानेको साथले करण केसीको धुवाँधार ब्याटिङमा स्कटल्यान्ड स्तब्ध रह्यो। उनले 65 रनको विस्फोटक पारी खेले, जसमा उनले 4 छक्का र 3 चौका प्रहार गरेका थिए। उनको यसै पारीले नेपाललाई यो ऐतिहासिक जित दिलाएको हो। करण केसीलाई साथ दिने क्रममा सन्दीप लामिछानेले 6 बलमा 5 रन बनाएका थिए भने अन्तिममा आएका रिजन ढकालले 1 रन बनाउँदै खेललाई 1 रनको निकै नै महत्त्वपूर्ण योगदान दिए। उनको यो 1 रन निकै नै महत्त्वपूर्ण रहेको छ। खेल जितिसकेपछि सपोर्ट गर्न आएका नेपाली दर्शकहरूले आफूलाई सम्हाल्नै नसकेर ग्राउन्डभित्र पसेर करण केसीलाई अङ्गालो हालेर बधाई दिन थाले। यो देखेर बाहिर बसेका हामी दर्शकहरूका आँखा रसाएका थिए। आजको यो खेल यस्तो उतार र चढावको सङ्गम थियो, कतिखेर कुन टिमले जित निकाल्ने हो भन्ने कुरामा कसैले भन्न सकिरहेका थिएनन्। गुलसन झाको उत्कृष्ट पारी र करण केसीको धमाकेदार प्रदर्शनले आखिरमा नेपाललाई जित दिलायो। स्कटल्यान्डका लागि ब्रान्डन म्याकमुलेनले सर्वाधिक 3 विकेट चटकाए।
उनले 2024 को एनपिएलमा सुदूरपश्चिमको तर्फबाट खेलेका थिए। त्यस्तै ज्याक जार्भिस, मिचल लिस्कले 2-2 विकेट हात पारे र जस्पर डिवेसनले 1 विकेट हात पारे। यो सँगै नेपालले आफ्नो 13औं खेलमा जित निकाल्दै 8 अङ्कसहित 1 स्थान माथि उक्लेर 7औं स्थानमा रहेको छ। यसभन्दा पहिले नेपाल टेबलको पुच्छरमा रहेको थियो। अहिले नेपालले युएलाई पछि पार्दै 7औं स्थानमा गएको हो। यो जितमा नेपालका नयाँ कोच स्टुअर्ट लको पनि हात देखिन्छ र सँगै आएका ब्याटिङ कोच निक पोथासको पनि योगदान देख्न सकिन्छ। किनभने आज सम्पूर्ण रूपमा नेपालको ब्याटिङ हेर्ने हो भने निकै नै परिवर्तन भएको देख्न सकिन्थ्यो। आज नेपालले छक्का भन्दा चौका प्रहार गरेका थिए। दर्शकहरू, अब नेपालले जुन 4 मा नेदरल्यान्ड विरुद्ध खेल्नेछ, त्यस्तै जुन 8 मा फेरि स्कटल्यान्ड विरुद्ध खेल्नेछ र अन्तिम खेल जुन 10 मा नेदरल्यान्ड विरुद्ध खेल्नेछ। दर्शकहरू, यी सम्पूर्ण खेलहरूलाई आइसिसी टिभीमा हेर्न सक्नुहुनेछ भने भारतमा रहनुहुने दर्शकहरूले फ्यानकोड एपमा पैसा तिरेर हेर्न सक्नुहुनेछ। दर्शकहरू, तपाईलाई यो खेल कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुहोला र हामीलाई सुझाव सल्लाह र प्रतिक्रिया पनि कमेन्ट गर्नुहोला। यस्तै खेल सम्बन्धी जानकारीका लागि हामीलाई सब्स्क्राइब गर्नुहोला।